हेलो गाइस, मेरो नाम लक्ष्मण। सबैजना सन्चै हुनुहुन्छ होला। मेरो धेरै दिनपछि आज अहिले चाहिँ मेरो इक्जाम चलिन्छ। त्यही पनि पहिला इक्जाम चलेको थिएन, अहिले चलिन्छ मेरो गाइस साथीहरू। म त आज यति माथि चिराइछु होइन त। हेर्न सक्नुहुन्छ हाम्रो बारी छ। हेलो बा धेरै धेरै त छटपट्टि छ। होइन त गाइस, यहाँ हाम्रो बारी होइन। यहाँ चाहिँ भैँसी छ। अनि मैले चाहिँ यतितिर भ्लग बनाउन लगाएको। अहिलेतिर चाहिँ इक्जाम चलिरहेको। पहिला चाहिँ चलेको थिएन, अहिले त्यही पनि बनाएको अनि गाइस भ्लग आज बनाउनु पर्ला भनेर बनाएको। अनि म चाहिँ हजुरले यता चाहिँ तर मैले काटेको हो सुक्छ त्यो पनि। अनि म त हजुरले हाम्रो यहाँको खोल्दा हेरिदिन्छु। हजुरले यता भैँसी चाहिँ त्यहाँ छ। यताबाट माथि उक्लिन्छ गाइस। मेरो भ्लगमा चाहिँ हजुरहरूले लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। हरा फालिन्छ हजुरले टिभी देखाइदिन्छु। पुरै टिप्दा बित्तिकै चुर्छु गाइस। यस्तो छ अर्को छ। अन्त भैँसी छुट्टेर यहाँ तल आएको जस्तै टक्ला र यता बारी छ। घेराउ छ हजुर। यहीँ भ्लग बनाउँदै प्लमको रुख छ एउटा दुईटा। अझ हाम्रो बारी छ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ यो हाम्रो टनेल हो। यहाँ केराउनी छ। अब मेरो भ्लगमा चाहिँ लाइक सब्सक्राइब एन्ड कमेन्ट सेयर गरिदिनु होला। अनि म चाहिँ यतै हेर्छु आलु खन्न। यहाँ चाहिँ हाम्रो आलु छ। हाई गर्नु हाई हाई यस्तो। ए आमा चाहिँ यहीँ आलु खोल्न आउनुहुन्छ। म नि यहीँ कि हाम्रो आलु प्याज आज चाहिँ अरू नि देखाइदिन्छु। गाउली छ त्यही टक्नुहुन्छ। हजुरले केराउ देखाइदिन्छु। केरा खानु नि हो केराउ यता छ का सक्यो थियो। कसले कहाँ ए अनि हिजो कि कहिले के आन त्यो पनि के थियो माथि छ फलिन्छ कि माथि छ। यहाँ माथि रहेछ अनि ल्याउँछु केराउ। यहाँ माथि छ है आमा। हेर्नु यो हामीले यो फलिन्छ क्या कोही म ल्याउँछु। किन गाह्रो छ अम्बो आमा। यो रुख हेर्नु न दम्मी केरा फलेजै लाग्छ। टाढा दाउरा हिँड्दै जानु मिल्दैन। पछि यता जान्छु। यहाँनिर चाहिँ सक्छु टमाटर
आलु छोड्न लाग्नुभएको ए हजुर अनि भ्लग बनाएको यहाँ चाहिँ हाम्रो यता चाहिँ आलु छ उहाँले चाहिँ खुन्दै हुनुहुन्छ यहाँ चाहिँ बारी छ हजुर अझै अर्ग्यानिकको आलु छ यति राम्रो फलिन्छ नि यहाँ अनि यता नि बारी छ बेसारहरू यो चाहिँ तलपट्टि नि आलु छ देख्नुहुन्छ सामान के गर्ने रे म भन्दैछु ए आफूलाई एउटा यहाँ 70 वर्ष पुगेको मान्छेलाई चाहिँ खोकी लाएर यहाँ खन्न सके छैन तिमी आएर यहाँ परिचय नगर ए अनि मम्मीलाई सत्तरी त होइन 80 नै पुगेदै भयो दिजसम्म त्यस्तै भयो मलाई त यत्रो मल हालेर के फलाउनु नि त भाबी यत्रो मल हालेर के फलाउनु नि मकै कुन जुनिया यही जुनीमा होला कुन जुनीमा हो काई जुनीमा गो यति धेरै काम गर्नु छ खाने बेला नि आउनु है आउनुहुन्छ कि आउनुहुन्न के गर्नुहुन्छ खाने बेला त खै के गर्छु अनि हाल खबर के छ त सामाको हाल खबर बेहाल छ बिहान उठेबाट नसुटुन्जेलसम्म यी कामको काम लगाखाऊ मलाई त 80 वर्षको भन्नु क्या 80 वर्षको मान्छेलाई नि यति धेरै खोकी लाग्दैन होला मलाई यस्तो खोकी ला के भएको हो गाइड मलाई यस्तो यति ठटाउन जाऊ वहाँ छ त्यहाँ छ काट्न मम्मी म ठटाउँछु न मम्मी ल त गाइस अहिले चाहिँ यति नै लाइक एन्ड सब्सक्राइब गरिदिनु होला ल त